हेलो गाइस, वेलकम ब्याक। अहिले चाहिँ बिहानको 3:30 भएको छ होइन, ठ्याक्कै। म चाहिँ अब जाँदैछु आज बिहानै उठेर केटाहरूलाई भेट्न फर हन्टिङ। म यहाँबाट क्राइस्ट जान्छु पहिले। हेमन्त, म र पदम जाँदैछौँ। टेम्परेचर चाहिँ -1 डिग्री छ अहिले। म चाहिँ अहिले हेमन्त भाइलाई लिने घर आइपुगेको छु। पुरै आधी निन्द्रा आउँछ मेरो भाइ। दुईवटा ब्याग छ नि। किन भाइ? ए पदमको लागि होला होइन सर। लास्ट जाडो छ यार, यहाँ चाहिँ केटाहरू चाहिँ कसको ज्याकेट दामी भनेर गफान्दैछ कि। एज यु अल गाइज नो, हामी चाहिँ आज हाम्रो हन्टिङ सिरिजमा छौँ होइन। हामी को छौँ यहाँ यसो हेरौँ। म चाहिँ ड्राइभर हेमन्त भाइ, उहाँ म चाहिँ सुतिरहेको छु, रिल्याक्स। हाम्रो पदम सुल्टी। अनि अब मलाई चाहिँ चिन्नु भइहाल्छ तपाईँहरूले भनेको, मेरो फ्याट्टै मोबाइल झरेर बर्बाद भइगयो नि। ल अब यस्तो छ भ्यू चाहिँ होइन केटाहरू, यसरी बत्ती चाहिँ बाल्नु नमिल्ने हो मैले। ल बन्द गरिदिएँ। फाइनली हामी चाहिँ काइगोरा आइपुग्यौँ होइन। यो चाहिँ काइगोराको नाइट एन्ड डे हो। अब यहाँ चाहिँ हामीले सबै खानेकुराहरू किन्नुपर्ने हुन्छ, किनकि यहाँ उता अब केही पनि छैन। यहाँ पाइसाइ खाएर अनि अरू डिनर चाहिँ प्याक गरेर जाने विचार गऱ्यौँ हामीले। हाम्रो हेमन्त भाइको चाहिँ पाइ फेभरेट हो कि होइन। हेमन्त भाइ इन्जोयज पाइ लास्टै दामी लाग्छ उसलाई चाहिँ। उसले 2-3वटा पाइ नै एकैचोटि खाइदिन्छ। यस्तो जाडोमा यो तातो पाइ खानको चाहिँ मजै अर्को थियो कि होइन। यस्तो दामी थियो बटर चिकन पाइ। हेमन्त भाइ चाहिँ साह्रै स्वाद लिएर खाइरहेको छ होइन। र फाइनली पाइ सकाएर हामी चाहिँ अब बाटो लाग्यौँ। यो चाहिँ हाम्रो गन हो होइन केटाहरू। सो यसैले चाहिँ हामी आज खसी हरिण के हुन्छ हामी हान्छौँ। हानेको भिडियो नै आउँछ 1-2वटा। ल आज चाहिँ अब हाम्रो हन्टिङको यात्रा सुरु भएको छ होइन। ल केटाहरू के भन्नु छ? एक-दुईवटा वचन बोल न। ए माछा बोल न, बोल। खसी कुरिरहेको छ अर्को हेर्न, म चाहिँ गन लिएर हिँडेँ। मेन हन्टर चाहिँ चाहिँ अगाडिको है, गन बोक्ने। ल यस्तो खोलाहरूबाट हिँड्नुपर्छ होइन। गाह्रो छ। मासु खान न्युजिल्यान्डमा गाह्रो छ। त्यस्तो हुन्छ। अघि रामिन हाल्न बाँकी छ भनेको थियो, हाल्यो कि हाल्न। डिनरै छुट्ला नि फेरि केटाहरू। 3टा तिमीलाई 1-1वटा हामीलाई। हाम्रो लुक्स चाहिँ यस्तो छ। हाम्रो अर्को सरको लुक्स यस्तो छ, यहाँ पुरा गनसन बोकेर होइन। हाम्रो अर्को सर उहाँ पुगिसक्नु भएको। सर अलिक बोल्ने मुडमा हुनुहुन्न। धेरै जानुपर्ने रहेछ त अझै। 1 आवर त वक भनेकै हो नि अघि होइन। मलाई चाहिँ केही आइडिया छैन होइन यो बाटोको। केटाहरू चाहिँ पहिला आइसक्यो हो, म चाहिँ फर्स्ट टाइम हो मेरो चाहिँ। सो आम जस्ट गोइङ टु फलो देम। यिनीहरू जहाँ लान्छ म त्यहीँ जान्छु। तर यिनीहरू हिँडेको बाटो चाहिँ म हिँड्दिनँ, किनकि मसँग बुट छ। आई क्यान वक इनसाइड द वाटर। ढुङ्गामा मैले राख्यो भने मेरो बुट चिप्लेला। त्यो हुनाले पनि म चाहिँ पानीको ढुङ्गामा चाहिँ नटेकौँ भनेर सोचिरहेको छु होइन। टेक्नु त टेक्नु, तर हुत्तेर जम्प गर्ने हुन्छ नि, त्यस्तो चाहिँ नगर।
चाहिँ अहिले मैले यो रिसेन्टली किनेको यो थर्मटेकको यो मोनोकुलर थर्मल हो। यसले चाहिँ जस्तो अब ग्लान्स गर्ने हो अनि कतै अब हिट सिग्नेचरहरू छ, कोही एनिमलको मुभमेन्टहरू छ भने चाहिँ यसले अलिकति पिकअप गर्न सक्छ। अनि यसले पिकअप गरेपछि आफूलाई थाहा हुन्छ कि ल त्यता कतै के जनावर छ कि भनेर अलिकति आइडिया चाहिँ हुनसक्छ। तिमीले अहिले यता हेर्दैछौ हामी चाहिँ अहिले यस्तो ठाउँमा आइपुग्यौँ होइन। अब हन्टिङको डकुमेन्ट चाहिँ सुरु भयो अब। यहाँबाट चाहिँ अब हामीले दुवैतिर लेफ्ट राइट जता पायो त्यतै हान्न पाउँछौँ। अघि आएको बाटोमा चाहिँ त्यो चाहिँ प्राइभेट प्रपर्टी थियो होइन। अब यहाँ चाहिँ हामीले जता पायो त्यतै हान्न पाउँछौँ। जनावर देखेपछि खुकुरीमा भल्लो धार लाग्यो। हामी त यहाँ फेरि पुरा नेपाली पारा हो नि त भाइ, त्यो खुकुरी देऊ यहाँ हेर। यहाँ यस्तो हो नि त, सक्छ त कसैले सक्दैन नि फेरि। यता गन, यता खुकुरी, यता क्यामेरा। हल्ला नगर है, हल्ला नगर। छ यस खोलाको छेउै छ। अब झर्नाको नजिकै छ भने चाहिँ केटाहरूले हाम्रो क्याम्पिङ ठाउँ चाहिँ होइन झर्ना भ्यू छ अरे। टक्क क्याम्पिङ गर्ने छाइबाट चाहिँ चट्ट उठेर टेन्टको ढोका ट्याएको खोल्दाखेरि चट्ट अगाडि झर्ना भने केटाहरू के हो कुरो त्यही हो नि होइन। त्यस्तो छ अरे कि असम छैन, जस झर्ना छ होइन। फेरि हिट स्क्यान हुँदैछ यहाँ होइन। सोल्टीले हिट स्क्यान हान्नु भएको छ। टक्क लगाएर स्क्यान गर्दै हिँड्दैछु। पछाडि अलि जोडले बोल्न मिल्दैन, खसीहरू भाग्न सक्छन्। अन्त ल केही भेटिराख्नु अझ केही छ? अहिलेसम्म केही पनि छैन अरे होइन। यही हो हाम्रो क्याम्पिङ स्पोट होइन। क्याम्पिङ स्पोट आइसके। दाईहरू पछाडि नै हुनुहुन्छ होइन। दाईहरू आउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो अस्ति आगो बालेर हामीले यहीँ राखेको थर्मल त्यहाँ छ होइन। टक्क लाएर हामी आइपुगिसकेका छौँ। अब हामी सटर चेयर मात्र लिएर जान्छौँ, नचाहिने सामान छोडेर जान्छौँ। अनि त्यसपछि अब हामी अगाडि खसी कुरिरहेछौँ होइन। तर यहाँ खसी आइपुगेको छैन अहिलेसम्म। एउटा पनि देखेको छैन, एउटा देखेको छैन। त्यस्तो टुरिस्टहरूमा हो हिँडिरहन्छ यतातिर होइन। अब यता हिँड्ने बेलामा भेट्यो भने ड्याङ्ग हान्ने हो। अब पुरामा एकछिन अझै केही देखिँदैन खसी आज खै एउटै छैन यार। कहाँ चाहिँ गएर बस्यो होला नि त आज। आज के दिन चाहिँ ननिस्किने भन्ने हुन्छ त। हाम्रो गन तड्पिसक्यो यहाँ। गन भन्दा नि गन बोक्ने मान्छे चाहिँ पुरै तड्पिसक्यो। हात चिलाइसक्यो गन हान्नु नपाएर उसको। मेरो पनि त्यस्तै भइरहेछ। देखेपछि एक दुईवटा यस्तो टट्टा हानौँ भनेको खोइ यसलाई छैन आज हामीलाई केटाहरू। हामीले चाहिँ एउटा खसी देखेको छौँ। खसी चाहिँ माथि केटाहरू होइन। अब त्यो खसीलाई लिनु चाहिँ हामी फेरि यस्तो चढेर जानुपर्ने थियो यहाँ। गएर खसी तल झारेको थिएँ। आज चाहिँ हाम्रो चाहिँ यहाँ के भइरहेछ भने मिस्टर पदमजी रामेन डिपार्टमेन्ट होइन। हाम्रो हेमन्त भाइ सेकुवा डिपार्टमेन्ट
अनि म चाहिँ मलाई के अरे भिडियो खिचेर बसिरहेछ भनेर सोचेँ होला। यो सब काम गरेको मैले हो, खसी के अरे मैले मात्रै नहुनु सबैले गरे हो। तर यो के अरे उयो सेकुवा मोलेको मैले हो होइन। अनि त्यसपछि मासु काटेको मैले हो, धेरै काम गरेको छु मैले पनि। त्यो हुनाले मलाई चाहिँ केटाहरूले अहिले रेस्ट दिएको हो कि, यसरी बुझ्नुपर्छ सबैजनाले होइन। ल हाम्रो चाहिँ एकदमै रमाइलो भइरहेछ हाम्रो क्याम्पिङ होइन। केटाहरूले हाम्रो ओल्ड मङ्क पनि रेडी हुँदैछ। चट्ट अब रम जाडो छ अलिअलि। म चाहिँ अब खुट्टा खोलेर बस्नु पर्ला जस्तो चाहिँ, खुट्टा पनि सेकाउनु पर्ला जस्तो। जङ्गली बोको कलेज मैले यति पनि नपाएको है यो यहाँ गएर सुटिन्थ्यो जस्तो भयो मासु नबोलेर। ल अलिकति भगवान्लाई पनि चढाइदिएँ मैले, धन्यवाद भगवान्जी। खाइसक्यो मान्छे। नेक्स्ट लेभल दाइलाई राम मन नपर्ने रहेछ। के पाक्दैछ ल भन त शैलेन्द्र? यो चाहिँ हाम्रो अब होइन हामीले सेकुवा बनायौँ। अब यो सेकुवालाई हामी तेलमा फ्राई गरेर रामेनमा हाल्छौँ कि। तात्दैछ यता चाहिँ हामीले सानसानो गरेर टुक्रा काटेको भने पर्दैन होला। ओए नाइस नाइस नाइस। यो त पुरै त्यो नेपालमा त्यो भ्लगहरू बनाउँछ नि, त्यो गाउँमा गएर ढुङ्गामा उ गरेर पोर्कहरू पकाएर होइन। यसलाई चलाउने उठाउनु त हामी चलाउनु त चम्चै हो ब्रो। चलाउनु चल्छ कि ब्रो मसँग पनि होइन। अब गफला जस्तो लाग्छ होइन, यो दुईटा ढुङ्गा घोटेर आगो बालेको हामीले। लाइटर छैन अहिले देखेँ होइन, मैले भिडियोमा उ गरेको छु कि। तँ त यार म त कसम त्यति खाइदिउँ भन्छु यार। यसलाई कस्तो मिठो देखियो दामी हुन्छ यार। तर हेर्नु न कस्तो, हेर्नु न कस्तो मिठो। तिम्रो यस्तो हुन्छ कि तिम्रो रामेनमा उमाल्ने बित्तिकै त्यो पानी सोसिन्छ क्या। रामेनमा नहालौँ बिग्रिन्छ हो, बिग्रिन्छ। रामेन छुट्टै उमालौँ, रामेन उम्लिने बेला अलि अन्डा हालिदिउँला, बोइल अन्डा हालिदिउँला। होइन रामेनवाला पानी लिन जानुपर्छ पहिले ब्रो होइन। त्यो खाम पहिले यो खाम, अनि त्यसपछि आएर अनि हाम्रो भ्युवर्सहरूलाई देखाऊँ त यहाँ हाम्रो यो सब्सक्राइबरहरू प्लिज लाइक सब्सक्राइब होइन। यस्तो यस्तो मिठो मिठो खानेकुराहरू हामीले हजुरहरूलाई प्रस्तुत गरिराख्छौँ। म ट्याक्क उसको के अरे दामी। अनि अब यता अबदेखि हजुरहरूलाई यस्तो मिठो मिठो खानेकुराहरू जङ्गलमा आएर कसरी खसी मार्ने, कसरी पकाउने, खानेहरू तरिकाहरू सिक्नु छ भने प्लिज हाम्रो च्यानल लाइक सब्सक्राइब र नयाँ भिडियोहरूको नोटिफिकेसन आइरहेको छ। होइन अब आजको दिन चाहिँ ओभरअल भन्नुपर्दाखेरि चाहिँ खतरा भयो। 3टा खसी मारियो, 4वटा खसी मारियो, तर एउटा चाहिँ कभर गर्न सकिएन, एउटा चाहिँ लिन सकिएन, डाँडामै अड्क्यो होइन। त्यसलाई अब झार्न एकदमै इम्पोसिबल भयो, ल्याउन सकिएन, 3टा मऱ्यो। भोलि बिहान 6 बजी उठिन्छ, अनि त्यसपछि फेरि 1 लट हन्टिङ गइन्छ। भोलि हाम्रो अझै 3टा मार्ने प्लान छ होइन। 3टा मारेपछि चाहिँ अनि त्यसपछि चाहिँ हामी घरतिर लाग्छौँ। अब केटाहरू राति सुत्छन् कि सुत्दैनन् चाहिँ मलाई थाहा छैन, के गर्छन् यहाँ होइन। टेन्ट सानो छ, यसरी कुच्चिएर सुतिरहेको छौँ हामी होइन। ल अब इन द्याट नोट लेट्स फिनिस दिस टुडे। I'll see you guys tomorrow. Good night. Good night guys. Good night. Sweet dream guys. Day 2 मा छौँ होइन। आजको हाम्रो हन्टिङको टाइम कति हो? 3 घन्टा। आज हामी 3 घन्टा मात्रै गर्छौँ, त्यसपछि फर्किनुपर्छ घर आज। त्यही हो कुरा होइन। सबैजना रेडी छ, खसीको लागि हामी फेरि रेडी छौँ। सेकेन्ड डे खास कुरा के भएको थियो भने आज हाम्रो 11 बजे निस्किने प्लान थियो होइन। हामी आयौँ, कुर्यौँ, अघि हान्यौँ, सफल भएन। त्यसपछि हामी फर्किने भनेर लागेको थियौँ। बाटोमा पुगिसकेपछि
यो मान्छेले होइन होइन दाइ मासु पुगेकै छैन मार्नुपर्छ भने होइन अनि ल भाइको चित्त बुझाउनु भने हामी फेरि फर्किदिउँ जुन स्पटमा बसेर हामीले हानेको थियौँ त्यो स्पटमा आउने बित्तिकै वी स्पटेड 5वटा गोठ होइन 5वटा गोठमा चाहिँ 3टा चाहिँ हामीले ढाल्यौँ 2टा चाहिँ वी हेभ इनफ मिट होइन 2टा चाहिँ हामी हान्छौँ भनेर हामीले ट्राई गऱ्यौँ हान्यौँ पनि तर ढुङ्गामा हान्यौँ होइन तर केही छैन तिनीहरू चाहिँ गयो होइन तिनीहरू चाहिँ बाँचेन तिनीहरू चाहिँ मरेन तिनीहरू चाहिँ गयो 3टा गोठ चाहिँ झरिसकेको छ तल होइन त्यो बुझ्न झरेको छ अब हामी गएर 3टा गोठ लिएर आउँछौँ तिनीहरूलाई रफु चक्कर सफा चट हान्छौँ होइन सफा चट हान्छ मासु ट्याक्क काटेर टेन्टमा गएर अनि त्यसपछि एक एकवटा प्रोटिन बार खाएर हामी त्यसपछि लाग्छौँ ल गुड डे गाइस धन्यवाद भाइ तिमीले हामीलाई फर्काएर लिएर आयो होइन त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ तिमीलाई ल एउटा त्यहाँ झरेर छ होइन एउटा त्यहाँ छ एउटा त्यहाँ छ 2 अफ हन्टिङ 3 goats 2 hunters 3 hunters 1 gun 3टा बोका कति गाह्रो भइरहेछ ठिकै भाइ 40 किलो मासु बोकेर हामी अझै 4 किलो 5 किलोमिटर यस्तै बाटो हिँड्नु भएको छ होइन 40 किलो मासु यो हन्टिङको रमाइलो भनेको कुराहरू आफै जब आफूले मेहनत गरिन्छ नि मासु खानलाई त्यसपछि मासु खाएको पनि मजा आउँछ क्या ल यो मासु चाहिँ 25 किलो छ क्या यो ब्याकप्याक म बोकेर हिँड्दा छु नि मासु मात्रै छ होइन मासु छोडेर हिँड्नु कुरा नै आएन यस्तो दुःख गरेर मारेको छ होइन यस्तो उमेर छ यो त खानु पऱ्यो नि त हो अब हाम्रो आजको डे 2 पनि सक्यो होइन अब हामी चाहिँ सब ब्यागस्याग प्याक गऱ्यौँ टेन्सन निकालेर अब हामी कार पार्क भाँडमा जाँदैछौँ यहाँबाट कति 1.8 किलोमिटर हामीलाई 1.5 घन्टा जति लाग्ला 1 घन्टा 15 मिनट जति लाग्ला होइन बाटो त्यही हो खोलाको बाटो हिँड्नुपर्छ त्यहाँबाट कार पार्कबाट चाहिँ घर 4 घन्टा ल सक्यो हाम्रो हन्टिङ ल यही हो बाटो आयो बाटो कार पार्क आयो ल कार पार्क हाम्रो पदमको ब्यागमा चाहिँ सबै हामीले लगेको हाम्रो स्लिपिङ ब्याग जुत्ता के एक्स्ट्रा छ सब उसको ब्यागमा छ उसको ब्यागमा त मासु छैन हेमन्तको ब्यागमा सबभन्दा धेरै मासु छ मेरो ब्यागमा पनि त्यतिकै मासु छ फकिङ सो ब्याड हो यस्तो मेरो हाम्रो होइन हाम्रो सोल्जर चाहिँ लिटरली माई सोल्जर इज डेड गाडी मेरो आइपुग्यो